सम्पूर्ण विश्वासीजनलाई प्रभु येशूको नाममा जय मसीह। आउनुहोस् हामी आजको वचन हामी सुन्नेछौँ र आजको वचनको शीर्षक छ उहाँमा तपाईको जीवन बाँच्न जारी राख्नुहोस्। है, परमेश्वरमा तपाईको जीवन र मेरो जीवन बाँच्नको लागि हामीले जारी राख्नुपर्ने हुन्छ। कलसी 2:6 पदले यस प्रकार भनेको छ, यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताऊ। तपाईँ र मैले ख्रीष्टलाई जसरी ग्रहण गरेका छौँ त्यसै प्रकारले हाम्रो जीवन पनि बिताउनको लागि यहाँनिर कलसीको पुस्तकले हामीलाई बताएको छ। र प्रियहरू, तपाईँको मेरो जीवनमा कसरी यसोमा आफ्नो जीवन हामी जिउन सक्छौँ त भन्ने सम्बन्धमा म यहाँ 7वटा कुरा तपाईँलाई बताउन गइराखेको छु। तपाईँ ध्यान दिएर सुन्नुहोस्। र हाम्रो जीवनमा यो नभई नहुने कुरा हो र परमेश्वरमा यदि हामी बाँच्ने हो भने हाम्रो जीवन परमेश्वरमा लगातार जारी राख्दै र परमेश्वरमा रहँदै हामीले अगाडि बढ्नुपर्ने हुन्छ। पहिलो बुँदा हामीले प्रभु येशू ख्रीष्टको पछि लागिरहनु पर्दछ। र मत्ती 13 अध्यायको 19 देखि 21 हामी यहाँ पढ्यो भने थाहा पाउँछौँ, जब कसैले राज्यको वचन सुन्छ र बुझ्दैन तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बिउ चाहिँ त्यही हो। 20 पद, ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्ने बित्तिकै खुसी साथ झट्टै त्यो स्वीकार गर्दछ, तर त्यसको आफ्नो जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ र वचनको कारणले कष्टकी सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ। प्रिय प्रभुका जनहरू, यहाँनिर हामी हेऱ्यौँ भने यो खण्डले के भनेको, जब कसैले एउटा राज्यको वचन सुन्छ भने उसले कति कुरा बुझ्दैन र दुष्ट आउँछ र त्यसको हृदयमा रोपेको बिउ चाहिँ उसले खोसेर लैजान्छ। र त्यो चाहिँ कस्तो भने बाटोमा छरिएको बिउ। तपाईँले मलाई थाहा छ बाटोमा छरिएको बिउ कस्तो हुन्छ त, है, एकैछिन उम्रेको जस्तो हुन्छ। उसको त्यो जमिन मलिलो नभएको कारणले गर्दाखेरि त्यो चाहिँ राम्रोसँग उसले जरा हाल्न सक्दैन, पछि सुकेर जान्छ। अनि यहाँ ढुङ्गेनी जमिनको कुरा पनि गरेको छ, है, त्यसले वचन सुन्ने बित्तिकै उसले ग्रहण गरिहाल्छ, तर पछि विभिन्न प्रकारका परीक्षाहरू समस्याहरू आउँदाखेरि र विभिन्न प्रकारका दुःख कष्ट आउँदाखेरि सतावट आउँदाखेरि ऊ पछि हटेर जान सक्छ, जाने गरेका पनि छन्। त्यस कारण यहाँनिर भनेको छ, तपाईँ र मेरो जीवनमा प्रियहरू, हामी जे सुकै होस्, जस्तो सुकै समस्या नहोस्, हामीले कुनै पनि भोकले प्यासले संसारको दुःखले कष्टले तपाईँको मेरो जीवनमा हामीले परमेश्वरमा सधैँ रहिरहनु पर्छ। हामीसँग धेरै प्रशस्त भए पनि, हामीसँग नभए पनि, हामी जस्तो सुकै अवस्थामा भए पनि तपाईँको मेरो जीवन एकदमै के हुनु पर्दछ र लागिरहनु पर्छ र परमेश्वरमा विश्वासमा अगाडि बढिरहनु पर्छ। र मान्छेको जीवन दुःख कष्ट समस्या भन्ने कुरा यी लगातार भएर नै रहने कुरा, तर हामीले हरेक कुराको सामना गर्नु एकदमै जरुरी छ भन्ने कुराहरू परमेश्वरको वचनबाट हामी हेर्छौँ। र दोस्रो बुँदा हामीले हेऱ्यौँ भने म तपाईँलाई भन्न चाहन्छु, हामीले हाम्रो जीवनका सबै दिनहरू हामी परमेश्वरको इच्छाको खोजी गरेर जारी राख्नु पर्दछ। तपाईँको मेरो जीवनमा भएका सबै दिनहरू परमेश्वरको इच्छा के छ त? हरेक दिन परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। वर्षमा 365 दिन उहाँले हामीलाई दिनुभएको छ। यो 365 दिनलाई हामीले कसरी बिताइराखेका छौँ, है? क्या हामीले परमेश्वरको इच्छा खोजेर बिताइराखेका छौँ? तपाईँको मेरो जीवनलाई हामीले के परमेश्वरलाई खोज्दै हिँडिराखेका छौँ? विलाप 3:25 पदले भनेको छ, परमप्रभुको बाटो हेर्ने र उहाँको खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। हालेलुया। है प्रियहरू, परमप्रभुको बाटो हेर्नेहरू र उहाँलाई खोज्नेहरू प्रति परमप्रभु कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ, जसले परमेश्वरको हरेक दिन खोजी गर्दछ, हरेक दिन परमेश्वरलाई खोज्दै अगाडि बढ्दै उहाँको दर्शनलाई खोजी गर्दै अगाडि जब बढ्दछ र परमेश्वरले तिनीलाई कृपा देखाउनुहुन्छ र उनीहरूका छोराछोरीमा परमेश्वरको कृपा रहन्छ, उनीहरूको तपाईँहरूको परिवारमा प्रभुको कृपा रहन्छ, दया रहन्छ। यो कृपा भन्ने कुरा चाहिँ सजिलैसँग कुनै पनि आर्थिक कुराले, पैसाले अरू कुनै पनि कुराले यसलाई किन्न सकिँदैन।
कृपा भनेर विशेष आशीर्वाद हो परमेश्वरको। त्यो एउटा अलौकिक शक्ति हो है, त्यसलाई हामी वर्णन गर्न सक्दैनौँ। र त्यो अनौठो प्रकारको एउटा आशीर्वाद तपाईँको मेरो जीवनमा, छोराछोरीहरूमा, परिवारमा, तपाईँको मेरो जीवनमा हुँदछ। त्यस कारणले हरेक दिन परमेश्वर म तपाईँलाई खोजी गर्छु, तपाईँको इच्छा के छ मेरो जीवनमा भनेर हामी उहाँलाई पुकार्न सक्छौँ। तेस्रो हुँदा हामीले हाम्रो जीवनका सबै दिनहरू परमेश्वरको वचन पढ्न जारी राख्नु पर्दछ है। र पावलले तिमोथीलाई सधैँ परमेश्वरको वचनको बारेमा सिकाएका छन्। र तिमोथीको पुस्तक पहिलो तिमोथी 4:13 म नआउन्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ भनेर यहाँ भनेको छ। फेरि यहाँ तिमोथीको पुस्तकलाई पावलले भनेका छ धर्मशास्त्रको पाठ गरी भनेको के हो त? यहाँ राम्रोतिर पढेर, अध्ययन गरेर, अनि कण्ठ गरेर, सुनाउनमा, प्रचार गर्नमा, शिक्षा दिनमा ध्यान देऊ। आज कतिजना परमेश्वरको वचन पढ्नमा ध्यान दिइराखेको छैन। एउटा खालि कर्तव्यको लागि मात्रै मानिसले तपाईँ र मैले बाइबल पढेको छौँ। आज कति हाम्रो घर परिवार, हाम्रा छोराछोरीहरूले है, हाम्रो घर परिवारका सदस्यहरूले बाइबलतिर ध्यान दिएको हामी देख्दैनौँ। घन्टौँसम्म उनीहरूले मोबाइल चलाइराखेको छ, विभिन्न मेसेन्जरका कुराहरू, फेसबुकहरू चलाइराखेको छ। तर परमेश्वरको वचनलाई यहाँ के भन्छ? ध्यान देऊ भनेको छ। ध्यान देऊ भन्नुको अर्थ के हो? ध्यान दिने। र यी सबै कुरा त छँदैछन् मेरो जीवनमा, रमाइलोका कुरा छँदैछन् है, हरेक कुरा छ। तर एकदमै ध्यान दिएर मैले परमेश्वरको वचनलाई पढ्नुपर्छ, परमेश्वरको वचनले मलाई के भनेको छ भनेर त्यसरी तपाईँ मैले ध्यान दिनु जरुरी हुन्छ। तब मात्रै तपाईँ र म परमेश्वरमा रहिरहन्छौँ, होइन भने हामी बिस्तारै पछाडि हुँदै जान्छौँ। त्यस कारण प्रिय र प्रभुका जनहरू, हामीले हरेक दिन हाम्रा छोराछोरीलाई, घर परिवारहरूलाई सोधौँ, उनीलाई भनौँ, उनीलाई अगुवा गरौँ कि आज तपाईँले बाइबल पढ्नुभयो? के तपाईँले आज बाइबल तपाईँसँग के बोल्नुभयो परमेश्वरले है? हामी के बाइबलको पढ्दै बेला ध्यान दिइराखेका छौँ? त्यो त एकदमै जरुरी हुन्छ। तपाईँ र मैले परमेश्वरको वचनलाई ध्यान दिनु एकदमै जरुरी हुँदछ। र त्यसपछि हामी यहाँनिर चौथो बुँदा हेर्नेछौँ, हामीले दिनको धेरै समय प्रार्थना गर्न जारी राख्नुपर्छ। प्रार्थना एकदमै महत्त्वपूर्ण कुरा छ है। प्रार्थना जारी राख्नु पर्दछ। कहिले प्रार्थना गर्ने, कहिले नगर्ने है, त्यस्तो प्रकारको हुनु हुँदैन, जारी राख्नु पर्दछ। रोमी 8:34 के भनेको छ भने, दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पार्नुभयो, परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ है। प्रिय यहाँ दण्डको आज्ञा दिने को हो त? तपाईँ र मेरो लागि मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पार्नुभयो, परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, उहाँ हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ। मध्यस्थ गर्नुहुन्छ। आज पनि येशू तपाईँ र मेरो लागि स्वर्गमा पितासँग मध्यस्थ अथवा प्रार्थना उहाँले गर्दै हुनुहुन्छ कि प्रभु धैर्यवान हुनुहोस्, धीरज हुनुहोस्, अझै मेरा मानिसहरूलाई, यिनीहरूको लागि म मरेको छु, यिनीहरूको लागि मैले रगत बगाएको छु, यिनीहरूलाई अझै एउटा मौका दिनुहोस् भनेर उहाँले पिता परमेश्वरसँग प्रार्थना गर्दै हुनुहुन्छ। फेरि आज तपाईँको मैले पनि येशू तपाईँ र मेरो लागि प्रार्थना गर्दै हुनुहुन्छ भने आज तपाईँ र म सुतेर बस्नु त? कि आज तपाईँ र म परमेश्वरको उपस्थितिमा हामी प्रार्थना नगरेर बस्नु? बाइबल हामीलाई लेखिएको छ, शरीर दुर्बल छ, आत्मा चाहिँ तयार छ। हो, हाम्रो शरीर दुर्बल छ, शरीर हाम्रो आलस्यपन गर्दछ, तर हाम्रो आत्मा तयार छ। कहिलेकाहीँ हामी आत्माका कुरा सुन्ने गरौँ। शरीरका कुरा सुन्दै गयो भने हामी बिस्तारै बिस्तारै सरेर जानेछौँ। त्यस कारण जसरी हुन्छ तपाईँ मेरो जीवनमा हरेक दिन प्रार्थना गर्यो भने मात्रै हामी उहाँमा रहिरहन्छ। प्रार्थना हाम्रो जीवनमा एकदमै अभिन्न कुरा हो है। जसरी येशूले मध्यस्थ गर्ने प्रार्थना गर्दै हुनुहुन्छ, आज हामी हाम्रो देशको लागि प्रार्थना गरौँ, विभिन्न राष्ट्रहरूको लागि प्रार्थना गरौँ, हाम्रो समाजको लागि प्रार्थना गरौँ, शान्ति सुरक्षाको लागि प्रार्थना गरौँ, एकअर्काको लागि प्रार्थना गरौँ। प्रार्थना एकदमै तपाईँ मेरो जीवनमा जरुरी हुन्छ। र म पाँचौँ बुँदा तपाईँलाई यहाँ भन्न चाहन्छु, हामीले हाम्रा भाइ बहिनीहरूलाई माफी दिन जारी राख्नु पर्दछ, जसले हाम्रो जीवनका सबै दिनहरूमा उसले दुःख दिएको हुन्छ। तपाईँ मेरो जीवनमा दुश्मन नभएको बिरलै मान्छे पाइन्छ होला है। हाम्रा मित्रता धेरै नै हुन्छन्,
तर यहाँनिर भनेको छ तपाईँ र मेरा भाइ बहिनीहरू भनेपछि हाम्रो त्यो परिवारको सदस्य हुनसक्छ, त्यो हाम्रो घरको वरिपरिका सदस्य हुन सक्छन्, ती मानिस जसले हामीलाई दुःख दिइराखेको हुन सक्छन् बिना कारणका, तपाईँ र मलाई ईर्ष्या डाह गरिराखेको हुनसक्छ है। त्यस्ता व्यक्तिहरूलाई तपाईँले मैले क्षमा दिनुपर्छ भनेर भनेको छ। र उदाहरणको लागि यहाँ उत्पत्ति 50को 20 अध्याय छ, तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइराखेको छ त्यसरी धेरै मानिसहरू बाँचिरहन्। यहाँनिर प्रियहरू योसेफको कथाको बारेमा तपाईँलाई मलाई थाहा छ। योसेफका आफ्नै भाइहरूले योसेफलाई बेचिदिएका थिए है, र आफ्नै भाइहरूले योसेफलाई बेचिदिएका थिए ईर्ष्याले डाहले गर्दाखेरि। अनि योसेफ चाहिँ मिस्र देशमा गएर जेलमा बस्नु पर्यो है, धेरै दुःख कष्ट उनले सहेका छन्। तपाईँहरू मलाई थाहा छ, त्यो घटना हामीले पढेका छौँ। र उनी जेलमा बसे, तर पनि जेलमा पनि योसेफसँग परमेश्वर हुनुहुन्थ्यो। अनि जब सालहरू बित्दै गयो र योसेफले हरेस खाएन, र हरेक अवस्थामा दुःखको अवस्थामा झुटो आरोप हुँदाखेरि है, फारोको श्रीमतीसँग उसले व्यभिचार गर्यो भने उसलाई झुटो आरोप लगाएर उसलाई जेलमा हालिएको छ, तर उसलाई केही फरक परेन। उसले भन्छ परमेश्वर मेरो साथमा हुनुहुन्छ। बिस्तारै बिस्तारै योसेफले गरेका हरेक कामहरूमा परमेश्वर आशिष दिँदै जानुभयो। पछि गएर उनी त्यो ठाउँको प्रधानमन्त्रीको रूपमा नियुक्त भएको हामी त्यहाँ हेर्न सक्छौँ। प्रिय प्रभुका जनहरू, तपाईँको मेरो जीवनमा पनि यही छ, र तपाईँ र मैले आफ्ना भाइ बहिनीलाई क्षमा दिनुपर्छ। अनि यहाँनिर मैले अघि पढेको खण्डमा त्यही भनेको छ, उसले भन्छ कि तिमीले मेरो विरोधमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वर त्यही हानिद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि आज जस्तो भइराखेको छ र तपाईँ र म बाँचिरहन सकौँ। किनभने त्यति बेलाको समयमा इजरायल देशमा कनान देशमा अनिकाल पर्न लागेको थियो, तर मिस्र देशमा अनाजहरू थियो, र जसले गर्दाखेरि उनीहरू बाँचिरहनु भनेर परमेश्वर त्यही कुरालाई उहाँले त्यही विरुद्धमा ईश्वरको विरुद्धमा उसका भाइले गरेका कुराहरूलाई उहाँले एउटा भलाइको रूपमा परिवर्तन गर्नुभएको छ। तपाईँको मेरो जीवनमा कतिचोटि मान्छेले हामीलाई विरोधहरू गर्न सक्छन्, दुश्मनीहरू गर्न सक्छन्, समस्या दिन सक्छन् है, तर तपाईँहरूले त्यसकोलाई त्यो मेरो भलाइको निम्ति हो। बाइबलले बताउँछ जे पनि प्रभुका जनलाई विश्वासीलाई हुन्छ त्यो के हुन्छ, भलाइको निम्ति हुन्छ अरे। हालेलुया। यस कुरा तपाईँ मेरो मनमा हामी राख्नु, जे हुन्छ भलाइको निम्ति नै हुन्छ। तर ती कुरा लिएर निराश भएर है हामी उनीहरूको विरुद्धमा गनगन गरेर र हामी आफैलाई उनले मलाई फलानालाई त्यसकारणलाई मलाई यस्तो गर्यो, फलाना यस्तो गर्यो भनेर त्यसरी हामीले एउटा बदल्ने भावना तपाईँको मेरोमा जीवनमा हामीले राख्नु हुँदैन। त्यसकारण हामीले क्षमा दिन एकदमै जरुरी हुँदछ। हुन त हाम्रो मानिसहरू हौँ, हाम्रो घर परिवारमा तपाईँ हाम्रा छोराछोरी जो पनि भए पनि आफूले गरेको गल्ती उनीहरूले स्वीकार गर्दैनन्। यो हामीले जानेकै विषय हो। तपाईँको घरमा पनि यो समस्या छ होला, मेरो घरमा पनि यो समस्या छ होला है। हामीले आफूले गरेको गल्तीलाई मान्छेले लुकाउने कोसिस गर्छ, जित्ने कोसिस गर्छ, तर त्यो मानिस धन्य हो जसले आफ्नो गल्तीलाई स्वीकार गर्दछ है। त्यस कारणले तपाईँहरू मैले यो कुरालाई हामीले ध्यान दिनु जरुरी छ। र त्यही सम्बन्धमा यहाँ छोटो बुन्दा हामी हेर्नेछौँ। हामीले जीवनका सबै दिनहरू पश्चाताप गरिरहनु पर्छ। पहिलो यूहन्ना 1:9 म पढ्न चाहन्छु। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हेर्नुभयो है, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप के गर्नुहुन्छ, क्षमा दिनुहुन्छ। पहिलो त यदि हामीले गल्तीलाई स्वीकार गर्यौँ त्यसपछि यहाँले भनेको छ उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ पहिलो कुरा। त्यसपछि हाम्रा सबै अधर्मबाट उहाँले हामीलाई शुद्ध पार्नुहुन्छ, किनभने उहाँ एक मात्र के हुनुहुन्छ, विश्वासयोग्य र धर्मी हुनुहुन्छ। अनि यहाँनिर आफ्नो गल्तीलाई स्वीकार गर्ने मान्छेलाई धन्यको भन्छौँ। बाइबलमा तपाईँसँग तपाईँले हेर्नुभयो भने उत्पत्तिदेखि लिएर प्रकाशसम्मका थुप्रै प्रभुका जनहरू आए, मानिसहरू आए। आज चर्चमा पनि धेरै विश्वासीहरू म हेर्दछु, तर ती धन्यका हुन् जसले आफूले जानेर नजानेर अन्जानमा उनीहरूको हातबाट गल्ती हुन्छ भने मैले गल्ती गरेँ है, बुवा अथवा मम्मी अथवा पास्टर अथवा आफ्नो सहकर्मी मलाई क्षमा दिनुहोस् भनेर जसले मुख खोलेर भन्न सक्छ नि, त्यो मान्छे एकदमै महान हो। हालेलुया है, त्यो मान्छे एकदमै महान हो है। जसले किन यहाँ भनेको छ, जसले आफ्ना पापहरूलाई स्वीकार गर्दछ
त्यसका पापहरू क्षमा हुनेछन्। त्यसकारणले त्यो एउटा भाग्यमानी हो र त्यो व्यक्ति एकदमै आशिषमय जीवन जिउँदछ जसले आफ्ना पापहरू स्वीकार गर्दछ। तर जसले आफ्नो पापलाई गल्तीलाई लुकाउन खोजेको हुन्छ उसको कहिले पनि भलो हुँदैन। उसले घमण्डले फुलेको हुन्छ होला, आफूले गरेको उसले लुकाउन खोज्छ होला, तर त्यस्ता व्यक्तिलाई परमेश्वरबाट आशिष कहिले आउँछ भनी नसोचे पनि हो। मान्छेको भरोसा पनि टुट्छ उसप्रति है, र परमेश्वरको आशिष पनि रहँदैन। मान्छेले बेला भन्छ मान्छेलाई थाहा भइराखेको हुन्छ, तपाईँले मेरो बानी बेहोरा थाहा हुन्छ, तपाईँले गरे मैले गरेको गल्ती एक दिन दुई दिन हामी लुकाउन सक्छौँ, सधैँ लुकाउन सकिँदैन, एक दिन प्रकट भइहाल्छ। अनि मान्छे तपाईँलाई मलाई तौलिराखेको हुन्छ। त्यस कारण प्रियहरू, हामीले एउटा पश्चाताप गर्नु, परमेश्वरको दृष्टिमा पश्चाताप गर्नु है, र आफ्नो गल्तीलाई स्वीकार गर्नु एकदमै जरुरी हुन्छ। अन्तमा सातौँ बुँदा, हामीले हाम्रो जीवनका सबै दिनहरूमा येशूको दोस्रो आगमनलाई सम्झिरहनु पर्दछ है। प्रभु येशूको दोस्रो आगमन हुनेवाला छ। आज तपाईँहरू यूहन्नाको पुस्तक 14 अध्यायको 1 देखि 3 सम्म म पढ्छु। तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। 2 पद, मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। 3 पद, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रियसको भन्नुपर्दा प्रभु येशू ख्रीष्टको मृत्युपछि उहाँ जीवित भएर बौरी उठ्नु भएको छ। उहाँ फेरि पिताको सामने स्वर्गमा विराजमान हुनुहुन्छ। अनि उहाँले भन्नुहुन्छ केही ठाउँमा तपाईँ र मलाई पनि उहाँले बोलाउनु भएको छ है, त्यही ठाउँमा तपाईँ र मलाई पनि परमेश्वरले बोलाउनु भएको छ। त्यस कारणले प्रभु येशूको दोस्रो आगमन हुँदैछ। आज हामी हेऱ्यौँ भने विभिन्न प्रकारको महामारीले आज संसारलाई समस्या दिइराखेको छ। प्रियहरू, तपाईँ र मैले यो आफ्नो मनमा राखौँ है। र अस्ति म समाचार सुन्दै थिएँ है, र विभिन्न 14औं शताब्दीतिर, 16औं शताब्दी, 18औं शताब्दीतिर हेरेर थुप्रो अरबौं मानिसहरूको मृत्यु भएको छ विभिन्न प्रकारको महामारीले। अहिलेको यो समयमा हामीले हेऱ्यौँ भने अर्को एउटा महामारी आएर मानिसको जीवनमा समस्या दिइराखेको छ र यसको कारण एउटा पापको फल पनि हुन सक्छ है। र उनीले एउटा परमेश्वरलाई राम्रोसँग नसम्झेर आफ्ना हातका आफ्ना संसारका कुराहरूलाई उनले गरेको कारणले, पश्चाताप नगरेको कारणले पनि हुन सक्छ। तर तपाईँको मेरो जीवनमा प्रभु येशूको दोस्रो आगमन नजिकै छ भन्ने कुरा यस कुराले जनाएको छ। त्यस कारणले यो अन्तिम समय हो। यो अन्तिम समय भएकोले गर्दा तपाईँको मेरो जीवन एकदमै परमेश्वरमा हामीले जारी राख्नु जरुरी छ। प्रियहरू, तपाईँ र मैले परमेश्वरमा विश्वास गर्नु एकदमै जरुरी छ र तपाईँको मेरो जीवन परमेश्वरमा लगातार रहिरहनुपर्छ। त्यस कारणले तपाईँ र मलाई अन्तमा भन्न चाहन्छु, पहिलो तपाईँ र मैले प्रभु येशूमा पछि हामी लागिरहने। प्रभु येशूले तपाईँ मेरो जीवनमा के भन्दै हुनुहुन्छ। अनि दोस्रो, तपाईँ र मैले परमेश्वरको इच्छा के छ भनेर हरेक दिन तपाईँ र मैले खोजी गर्दै जाने। प्रभु तपाईँले मेरो जीवनमा के गर्न चाहनुहुन्छ। तेस्रो चाहिँ तपाईँ र मैले वचनहरू पढिरहने, हरेक दिन बाइबल अध्ययन गरिरहने, बाइबललाई मनन गरिरहने तपाईँको मेरो जीवनमा। चौथो चाहिँ तपाईँको मेरो जीवनमा हामीले प्रार्थना गर्नु जरुरी छ। प्रार्थना बिना केही पनि हुनेवाला छैन। आज हामी विश्वासी प्रार्थना गर्नै पर्छ। 1 घण्टा हरेक दिन तपाईँ विश्वासी बिहान 1 घण्टा प्रार्थना गर्नुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। त्यहाँबाट परमेश्वर अचम्मको कार्य गर्नुहुनेछ है। र त्यसपछि हाम्रा भाइ बहिनीहरू जसले हाम्रो विरुद्धमा हामीलाई दुःख दिन्छन्, समस्या दिन्छन्, त्यस्ताहरूलाई हामीले क्षमा दिनुपर्छ। र त्यसपछि तपाईँले यदि मैले हाम्रो हातबाट कुनै जानेर नजानेर गल्ती हुन्छ भने त्यो गल्तीलाई हामीले लगातार सामना गरेर गएर क्षमा दिनुपर्छ। क्षमा माग्दैमा सानो कहिले हुँदैन है। येशूले क्षमा माग्न सिकाउनु भएको छ र क्षमा माग्दा मान्छे ठुलो हुन्छ, महान हुन्छ भनेर बाइबल हामीलाई बताएको छ। त्यसपछि प्रभु येशूको आगमन चाँडै हुँदैछ, दोस्रो आगमन हुँदैछ। त्यसकारण तपाईँले मैले चाहिँ त्यो आगमनलाई सम्झेर है, प्रभु येशू नजिकै हुनुहुन्छ भनेर यी विभिन्न प्रकारका घटनाहरू हेरेर है तपाईँले मैले ताजा बनाइराखेर प्रभु येशू तपाईँ आउँदै हुनुहुन्छ, म पनि तयार छु भन्दै उहाँको अगाडि हामी बस्न सक्छौँ। प्रिय प्रभुले तपाईँलाई आशीष दिनुभएको होस्। प्रभुमा रहिरहनुहोस् र
र परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ र हामी आजको सङ्गतिलाई हामी यहीँ राख्नेछौँ। धन्यवाद छ सर्वशक्तिमान परमेश्वर, हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छौँ। आजको दिन प्रभु तपाईँको वचनबाट हामीले हेरेका छौँ तपाईँमा हामी सधैँ रहिरहनु पर्दछ भन्ने सम्बन्ध हामीले हेरेका छौँ। र प्रभु हाम्रो प्रियजन तपाईँमा सधैँ प्रार्थना गरिरहन, तपाईँमा रहिरहनलाई जस्तै अप्ठ्यारो परिस्थिति भए पनि समस्या भए पनि तपाईँमा रहिरहनलाई तपाईँले हरेकलाई सहायता गर्नुहोस्। प्रभु धन्यवाद दिन्छ सबै कुराको लागि। आजको सङ्गतिमा आजको दिनको लागि धन्यवाद। प्रत्येकलाई तपाईँले आशीर्वाद दिनु। जतिजना प्रभु यो सङ्गतिमा बसिरहनु भएको छ, वचन सुनिरहनु भएको छ, हरेकको जीवनमा तपाईँले आफ्नो आशीर्वाद तपाईँले दिनुहोस्। सधैँभरि तपाईँलाई सम्झिरहन तपाईँले सहायता गर्नुहोस्। धन्यवाद छ प्रार्थना सुन्नुभएको लागि। प्रार्थना माग्दछौँ तपाईँ प्रभु येशूको नाममा। होस् सबैलाई जय मसीह। परमेश्वरले तपाईँलाई आशीष दिनुभएको होस्। आमेन आमेन आमेन।